देश र जनताको हितसँग सम्बन्धित केही विषयमा संसद र सरकारको ध्यान आकर्षण गराउँदछु। विद्यालय शिक्षालाई उत्पादन श्रमसँग जोड्न, शिक्षक शिक्षिकाहरूलाई विद्यालय शिक्षाको नतिजामा जवाफदेही बनाउन, विद्यार्थीहरूलाई अध्ययनमा अनुशासित र लगनशील बनाउन, सरकारलाई विद्यालय शिक्षामा जिम्मेवार बनाउन राष्ट्रिय स्तरको एसई परीक्षा यथावत चालू राख्नु जरुरी छ। अहिले सूचना र प्रविधिको समय हो। नयाँ समाज बनाउन नयाँ पुस्ताका आर्किटेक्टहरू जरुरी हुन्छ। शरदपछि वसन्त ऋतु आउनु प्रकृतिको नियम हो। सरकारले नयाँ पुस्तालाई घरखेत बेचाएर ऋण लिन लगाएर वैदेशिक रोजगारीमा पठाउने होइन। नेपालमा रोजगारी दिएर देशको विकास गर्ने हो। आफ्नो पद अनुसार जिम्मेवारी वहन गर्न नसकेकाहरू, निजामती कर्मचारी वा शिक्षक वा अन्य क्षेत्रमा संलग्न भएकाहरूलाई ससमान अवकाश पठाउनु देश र जनताको हितमा हुनेछ। युग अनुसार कञ्चन समयलाई पर्खनु वा सुखद भविष्यको निर्माण गर्नु यही हो।